Welcome back to my channel. Hi भन्दैन न दिदी हाय हामी टोल्न हिँडेर के आज खै अनिल दाइ एकदम ब्युटिफुल भएर हिँड्नु भएको छ आज ह्यान्डसम ब्युटिफुल हैन कपाल चाहिँ मेरो भन्दा लामो छ नि त त्यही भएर दिस हेयर इज भेरी ब्युटिफुल हामी चाहिँ फाप्लो जाने बाटो आइपुग्यो तपाईको घर यो चाहिँ हाम्रो सुस्मिता दिदीको घर हो यत्रो भइसक्यो छ सानो छोड्नु भएको हुर्किसक्यो दिदी 2 वर्ष मिलिटरीमा जाँदा त पर्छ त नि यो अनिल दाइलाई चाहिँ आजबाट कतै पनि लादिन म त यो दाइहरू कामै लाग्दैन एकदम राम्रो ठाउँमा आइपुगेका छौँ साइडको 2 जना मान्छेलाई म निकाल्दिनँ है दे आर सो बोरिङ यत्रो बाटो आउँदा पनि मसँग गफसम्म गराएको छैन गफ गर्नु पर्यो भने नभएको कुरा मात्रै गर्छ हिँडाइ पनि हेर्नु न यता पुरै म गर्मीलाई मर्न लागेको छु यता चाहिँ ज्याकेट लागेर हुडी लगाएर हिँडिरहनु भएको छ पुरै अनि इफेक्ट कस्तो राम्रो इफेक्ट आइरहेको छ मेरो फेसमा सल्लेरीलाई हामीले उतै छोड्यौँ अब फाप्ले प्रवेश गर्यो सो अगाडि यस्तो छ वाउ हामीले पानी खाने भनेको तर यहाँ महाशयले क्याप्चर गरेर राख्नु भएको रहेछ सो दिदी जानुहोस् देख्नु म देखेर डराएको अर्को दाजु आउनुभयो क्याप्चर नगर्नु बाई बाई पानी खाने हो के छोडिदिनुहोस् न प्लिज फाप्लो प्रवेश गऱ्यौँ मसल हेर्नु है मेरो मसल फाइनल्ली हामी फाप्लो एयरपोर्ट पुग्यौँ यु क्यान माई सिस्टर माई ब्रदर मिस्टर अनिल कपुर एन्ड यो चाहिँ फाप्लो एयरपोर्ट यो फुलको पनि आफ्नै कथा छ गाइज म पछि टाइम आएपछि भन्नेछु त्यो चाहिँ होइन त्यस्तो नराम्रो कथा होइन एकदम राम्रो कथा छ एकदम मन्दिर रहेछ आई डोन्ट नो म पहिले आएको थिएन बट जस्तो सुकै मन्दिर रहेछ एकदम राम्रो रहेछ दिदी जानुभयो तर म चाहिँ जान चाहन्न अहिले म बाहिरबाट हेर्ने मात्रै हो मन्दिरलाई म कहिले पनि त्यहाँ गएर बस्न चाहन्न दिदीलाई फाप्लो घुमायो